नमस्कार, हामी निरन्तर निर्वाचन विशेषमा छौँ। अब निर्वाचन हुनको लागि धेरै दिन बाँकी छैन। अबको 8 दिनपछि हामी मतदान गर्नेछौँ र हामीले चाहेको जनप्रतिनिधिलाई हामीले हाम्रो शासन व्यवस्थालाई सुदृढ गर्नको लागि प्रतिनिधि सभामा पठाउँदैछौँ। हामी मतदाताहरूको पनि महत्त्वपूर्ण भूमिका हुन्छ र हामी मतदाताले पनि आचार संहिता पालना गर्नुपर्दछ। आज हामी मतदाताले निर्वाचनका दिन के गर्नुपर्छ भन्ने विषयमा छलफल गर्छौँ। त्यो ध्यान दिनु होला। यो भिडियो अलिकति लामो हुन सक्छ तर महत्त्वपूर्ण छ। त्यसैले तपाईँले यसलाई ध्यानपूर्वक स्किप नगरिकन हेरिदिनु हुन म अनुरोध गर्दछु। विशेष गरेर मतदानका दिन हामी मतदाताले मतदान केन्द्रमा जाँदाखेरिमा प्रज्वलनशील ठोस वा तरल पदार्थहरू, मोबाइल, क्यामेरा साथमा लिएर जान हुँदैन र जान पाइँदैन। मतदान केन्द्रमा मतदान गर्न जाँदा कुनै नशालु पदार्थ वा मादक पदार्थ सेवन गरेर पनि जान पाइँदैन। मतदातालाई मतदान गर्न जान वा मतदान गर्नबाट वञ्चित गराउने अभिप्रायले हिंसा, अफवाह, भ्रामक समाचार फैलाउन वा कुनै बाधा अवरोध गर्न गराउनु हुँदैन। मतदान गर्न जाँदा दल वा उम्मेद्वारको निर्वाचन चिन्ह वा झण्डा अङ्कित कपडा, टी-सर्ट, ज्याकेट, गम्छा, टोपी वा क्याप, भेस्ट, लोगो, ब्याज, मास्क, स्टिकर लगायतका कुनै पनि कार्यहरू हामीले गर्नु हुँदैन अथवा ती लगाएर हामी निर्वाचन अथवा मतदान केन्द्रमा जानु हुँदैन, जान पाइँदैन। मतदान गर्न जाँदा मतदाताको शरीरको कुनै भागमा बनाइएको उम्मेद्वारको फोटो, दल वा उम्मेद्वारको निर्वाचन चिन्ह वा झण्डा अङ्कित ट्याटु प्रदर्शन गर्न पाइने छैन। कसैको पक्ष वा विपक्षमा एसएमएस, सामाजिक सञ्जाल तथा अन्य विद्युतीय माध्यम प्रयोग गरी तथ्यहीन सामग्री प्रकाशन गर्न, प्रसारण गर्न वा सम्प्रेषण गर्न पाइने छैन। निर्वाचनमा हामीले कसैलाई अवरोध गर्न अथवा निर्वाचनमा खटिएका कर्मचारी, सुरक्षाकर्मी अथवा पर्यवेक्षकहरूलाई हामीले कुनै हिसाबले पनि डिस्टर्ब गर्न अथवा अवरोध पुर्याउन पाइने छैन। यदि हामीले निर्वाचन आचार संहिता उल्लङ्घन गर्यो भने हामीलाई पनि निर्वाचन आचार संहिता 2082 अनुरूप कारबाही हुन्छ। त्यसैले हामी सतर्क हुनु जरुरी छ। अब निर्वाचन आउनै लागेको हुनाले सबैजना अब हाम्रो देशलाई कसरी अगाडि बढाउन सकिन्छ, कसरी भ्रष्टाचार मुक्त देश बनाउन सकिन्छ, कसरी सुशासनलाई अगाडि बढाउन सकिन्छ, जनजीवन आन्दोलनले उठाएका ती मूलभूत विषयहरूलाई कसरी संस्थागत रूपमा स्थापित गर्न सकिन्छ भन्ने विषयमा सबैले सोचौँ र यो पटक विवेक पुर्याएर निर्वाचनमा सबैले उत्साहपूर्वक भाग लियौँ।